हालसालै प्रधानमन्त्रीज्यूले चाहिँ उहाँलाई प्रधानमन्त्री जबरजस्ती बनाइयो, उहाँलाई प्रधानमन्त्री हुने इच्छा नै थिएन भन्ने खालको भनाइ उहाँले भन्नुभएको सुने। मलाई एकदमै अचम्म लाग्यो, अचम्म पनि लाग्यो, हाँस पनि उठ्यो अलिकति। तर यो यति सिरियस कुरा हो कि हाँसु पनि कसरी, कसैलाई पनि कसरी जबरजस्ती प्रधानमन्त्री बनाउन सकिन्छ मैले यो बुझेको छैन। फेरि उहाँले शपथ ग्रहण गर्नुभन्दा अगाडि पनि उहाँको इन्टरभ्यू हेरेको थिएँ। उहाँले आफूले चाहिँ जेनजीबाट यसरी प्रस्ताव आएको र म चाहिँ यो जिम्मेवारीको लागि तयार छु नै भन्नुभएको थियो। राइट। सुदन गुरुङजी पनि त्यही भन्नुहुन्छ, मलाई राजनीतिमा आउनु थिएन, मलाई आउनु छँदा पनि मन पनि छैन, मलाई नेता पनि हुनु छैन, कोही मेरो पद आएर लिइदिनुहोस् भन्नुभयो। फेरि उहाँ चाहिँ फेरि चुनावमा लडिरहनु भएको छ। सायद अब बालेनजीलाई पनि सोध्नुपर्ने हो कि उहाँलाई चाहिँ प्रधानमन्त्री हुनु मन छ कि छैन। उहाँलाई पनि जबरजस्ती गरिएको छ कि भनेर पनि सोध्नुपर्ने हो कि। मैले एउटा म्यानिपुलेसन सम्बन्धी किताब पढेको थिएँ अनि त्यसमा चाहिँ के भनेको थियो भने वान अफ द मोस्ट इफेक्टिभ वे अफ क्रिएटिङ एक्सेप्टेन्स इन ओबिडियन्स इन पिपल इज थ्रु नर्मलाइजेसन भनिएको थियो कि हामी के नर्मलाइज गर्दैछौँ यहाँ, कुनै जिम्मेवारी नै लिन नपर्ने कुरालाई चाहिँ नर्मलाइज गर्दैछौँ कि होइन। जस्तो म प्रधानमन्त्री भएँ तर यसमा मेरो केही पनि रेस्पोन्सिबिलिटी छैन, मलाई त जबरजस्ती बनाइएको। म प्रधानमन्त्री हुँदाखेरि चाहिँ मेरो सरकारी कुनै निकायले चाहिँ 74जना मान्छे अथवा 24जना बालबालिकामाथि गोली चलाए, तर म जिम्मेवार होइन। के खालको कल्चर हामी क्रिएट गर्दैछौँ, के कुरालाई चाहिँ नर्मलाइज गर्दैछौँ त हामी। कसैको कुनै नेताको देउबाजीको घरमा चाहिँ यत्रो पैसा फेला पर्यो, अब उहाँले राजीनामा दिएपछि सक्यो, उहाँलाई केही पनि मुद्दा लाग्दैन, अब राजीनामा दियो सबैले बिर्सिन्छन् अनि वी गो अन, त्यो पनि नर्मलाइज भयो। अब त्यसो भए होइन, हामीले कुन चाहिँ बन्दुकबाट गोली चलेको हो, कुन चाहिँ प्रहरीले गोली चलाएको हो भन्ने कुरा इन्भेस्टिगेसन पनि गर्नु पर्दैन, त्यो पनि नर्मलाइज भयो। हामीले समितिहरू बनाउँछौँ, रिपोर्ट आउँछ अनि त्यो रिपोर्ट अनुसार कारवाही गर्नु पर्दैन, त्यो पनि नर्मलाइज हो होइन। त्यसपछि प्रहरीहरू 3जना प्रहरी जवानले ज्यान गुमाए, उहाँहरूले त त्यो जागिर खाएको त देशकै लागि भनेर खाएको होला नि त। उहाँहरूले ज्यान गुमाउँदाखेरि उहाँहरू चाहिँ सहिद नहुने चाहिँ कसरी, होइन, त्यो पनि नर्मलाइज भयो है। सो के कुरालाई चाहिँ हामीले नर्मलाइज गर्दैछौँ। अब अस्ति भर्खर मैले एकजना यङ नेताकै कुरा सुनिरहेको थिएँ, उहाँले भन्दै हुनुहुन्थ्यो हामी अलिकति अप्टिमिस्टिक हुनुपर्छ, हामीले चाहिँ चुनाव के अरे सरकारमा जानु अगाडि जुन नेताहरूले बाचा गरेका छन् सबै पुरा हुन्छन् भन्ने छैन, कति % पुरा भयो त्यो पो हेर्नुपर्छ भन्दै हुनुहुन्थ्यो। बाचाको अर्थ के हो? प्रमिस पुरा हुँदैन भन्ने माइन्डसेट क्रिएट गरेर सरकारमा जाने हो भने त्यो बाचा नै भएन। बाचाको डेफिनेसन नै त्यो होइन। बाचा पुरा नहुन सक्छ तर त्यसको जस्टिफिकेसन दिनु पऱ्यो, माफी माग्नु पऱ्यो, म यो कारणले बाचा पुरा गर्न सकिएन भन्नुभयो। बाचा भने त बाचा हो, प्रमिस। यसमा बाचा पुरा पनि नहुन सक्छ भन्ने किसिमको एटिट्युड नै मैले बुझिनँ है। यसलाई पनि हामी नर्मलाइज गर्दैछौँ है। अब यो न्युट्रल भन्ने कतिजना पोलिटिकल एनालिस्टहरू हुनुहुन्छ, उहाँहरू चाहिँ न्युट्रल भन्नुहुन्छ तर उहाँले संसारलाई झुट बोलिरहनु भएको छ उहाँ न्युट्रल भनेर, बायस नै हुनुहुन्छ। अथवा कतिजना न्युट्रल हुनुहुन्छ, उहाँहरू आफूलाई झुट बोलिरहनु भएको छ उहाँ न्युट्रल भनेर, त उहाँ बायस नै हुनुहुन्छ। तर न्युट्रल भनेको त क्वेसन गर्नु पऱ्यो, स्क्रुटनाइज गर्नु पऱ्यो। हो अहिले पुरानो पार्टीहरू भन्दा चाहिँ सायद रासपा अथवा बालेनजी नै मोस्ट लाइकली क्यान्डिडेट, सबैजना हेर्दाखेरि सबभन्दा राम्रो उहाँ नै हुनुहुन्छ होला। तर उहाँलाई क्वेसन नगर्ने, क्वेसन गर्न नहुने अथवा उहाँको पार्टीलाई स्क्रुटनाइज नगर्ने भन्ने चाहिँ आई थिङ्क त्यो नै समस्या हो। जोसुकै पार्टी सरकारमा आओस्, जोसुकैले चुनाव जितोस्, यदि हाम्रो एटिट्युड चाहिँ व्यक्तिमा भर पर्ने, व्यक्तिलाई भगवान बनाउने र एउटा साइड फुटबल टिम चुज गरे जस्तो म चाहिँ सुदूरपश्चिम रोयल्स यो पाल भने जस्तो, म चाहिँ रासोपालाई सपोर्ट गरिरहेको छु यो पाल भने जस्तो एटिट्युडले न एजुकेसन देखाउँछ न न्युट्रालिटी देखाउँछ। हामीले यदि क्वेसन गर्ने र स्क्रुटनाइज नै गर्न सक्दैनौँ भने यो होपफुल थिङ्किङ, विसफुल थिङ्किङ, पोजिटिभ थिङ्किङले मात्र चाहिँ केही पनि हुँदैन। मैले चाहिँ मलाई जबरजस्ती प्रधानमन्त्री बनाइदियो भन्ने कुरा चाहिँ इट इज स्याड खास भन्यो भने।